माण्डवी गाउँपालिका वडा नम्बर 4 उदयपुरकोटमा उदयपुरकोट राज दरबार अवस्थित छ। नेपालको पृष्ठभूमि हेर्ने हो भने नेपाल अधिराज्यभर शाह मल्ल जस्ता राजकीय परिवारले राज्य गरेको तथ्य भेटिने गर्दछ। तर यो नेपालकै एकमात्र यस्तो ठाउँ हो जहाँ ब्राह्मण जातिले राज्य सञ्चालन गरेर आफ्नो अस्तित्व अहिलेसम्म बचाइराखेका छन्। न त सेना थिए न त प्रहरी नै। अहिले यस्तो खालको राजकाज सामान्यतया कल्पना पनि गर्न सकिँदैन। उदयपुरकोट राज्यको इतिहासमा प्रथम राजा कश्यप गोत्रीय अधिकारी कार्की थरका जसुधर हुन्। आज भन्दा 505 वर्ष अगाडि अर्थात 16औं शताब्दीको अन्ततिर विक्रम सम्वत 1575 देखि 1602 सम्म 27 वर्ष उदयपुरकोटमा राज्य सञ्चालन गरेका थिए। त्यसपछि 17औं पुस्तासम्म उदयपुरकोटमा कश्यप गोत्रीय अधिकारी कार्की थरका राजाहरूले राज्य सञ्चालन गरेका थिए। उदयपुरकोट राज्यमा काश्यप गोत्रीय ब्राह्मण राजा जसुधर र उनका सन्ततिहरूले 17 पुस्ता राज्य गरेका थिए। ब्राह्मण राजाहरूले राज्य गर्ने हुनाले उदयपुरकोटको राजकाज अरू राज्यको भन्दा भिन्दै नीति शास्त्र अनुरूप शासन व्यवस्था सञ्चालन हुने गर्दथ्यो। राजा जसुधर सन्तति अधिकारीहरूको वंशावली पनि प्रकाशन भएको छ। माण्डवी गाउँपालिका